हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ मेरो न्यू डे भ्लगमा। अनि म चाहिँ आज झापाको भद्रपुरमा आजभन्दा पनि हिजो आएको छु। अनि यसो हिँड्दैछु म चाहिँ। अनि म चाहिँ अहिले बिरामीलाई हिजो भेट्न आएको थिएँ। अनि यसो फुपू बिरामी को दिदी अर्को माइली फुपू हुनुहुन्छ। अन्त फुपूकोमा पनि यसो पुगेर फर्कौँ भनेर जाँदैछु। भन्दा पनि हिजो पनि जान्छु गएको थिएँ। अनि बोलाउनु भएको थियो आउनु है भनेर। सो यसो आइराखेको बेला घुमिराखौँ होइन। के छ र जिन्दगीमा यसो मान्छे बाँचिन्जेल हाँसखेल मरेपछि तासखेल भन्ने एउटा छ नि भने त्यस्तै अब भनौँ न। अनि यस्तो झरेको बेला चाहिँ घुम्नु जाँदैछु साथीहरू। अनि एकदम कति राम्रो लाग्यो कि म त यो त अलिक भित्र कति टाढो जस्तो मलाई चाहिँ लाग्छ। तर कस्तो राम्रो ठाउँहरू चाहिँ कति मिलेको अलिक रमाइलो खालको लाग्यो। सो तपाईँहरूले चाहिँ यो झापा भद्रपुरको यो ज्ञानचोकदेखि थोरै भित्र पस्नुपर्छ। कति राम्रो यहाँको ठाउँहरू चाहिँ मलाई चाहिँ एकदम गुड लाग्यो। टाढो भए पनि हुनु चाहिँ हाम्रो यता धुलाबारीदेखि चाहिँ अलिक मलाई टाढै जस्तो लाग्यो। अलिक भित्रै पस्नुपर्ने र पनि ठाउँ चाहिँ कति रमाइलो खालको के मकैहरू कुनै मकै भने कस्तो छ, कुनै मकै भने फेरि कति राम्रो। यो कुकुरले टोक्दैन भदै एउटा त कानै छैन कि के हो यसको त टोक्दैन भदै काले। म त कुकुर त एकदम डर लाग्छ। ओइ अरे आइ पो जानेछु त फेरि हामीलाई नै हेर्दै। कुकुर त मलाई त आफ्नै घरको पनि डर लाग्छ। अलिकति उता घरदेखि बाहिर थियो भने त टोक्छ कि के हो जस्तो आफूलाई लाग्ने। यहाँ त कतिको सुक्खा लाग्छ भन्दा यो ठाउँमा चाहिँ कति राम्रो कुनै ठाउँ चाहिँ यो ठाउँ चाहिँ साह्रै राम्रो लाग्यो मलाई चाहिँ। चिया बगानहरू छ त्यो रुखहरू ए सरकारी कि निजी त्यहाँ चाहिँ निजी चियाबारी छ। फेरि हिँड्नु न गाह्रो छ मलाई यहाँबाट टाँसेको छ। ल हिँड न दादा नुसान दादा हिँड्नु सक्नुहुँदैछ। दादासँगै हिँड्नु हामी भनौँ न। घामपाल मजाले लागेको छ। हिजो चाहिँ कस्तो धेरै हावा चलेर आँखा पोलेर। यतातिर चाहिँ घर पनि पक्की पनि रहेछ प्राय। राम्रो रहेछ यो ठाउँहरू। भदैहरूको त कुन पो भन्नुभयो भिटा त ए यता भित्ताको ए फेरि यता आऊ। कस्तो राम्रो ठाउँ हो। यो ठाउँ चाहिँ एकदम माथि हाम्रो जस्तै हाम्रो मागुरमारी हामी बसेको ठाउँहरू भन्दा चाहिँ यो ठाउँ चाहिँ एकदम कति दामी लाग्यो क्या। अलिकति भित्र बजारहरू बेर्ता मोडहरूदेखि अलिक भित्र भन्नु मात्रै अलिकति। तर गाउँ चाहिँ एकदम गुड, साह्रै गुड लाग्यो। सो म चाहिँ फुपूहरूकोमा आइसकेको छु। फुपू उठिनु भएको छैन। म चाहिँ फुपूले गिरिराज कुखुरा पाल्नु भएको छ अरे। जाने बाटो चाहिँ कता हो भन्दैछु म। अनि म पनि यसो कुखुरा गिरिराज चाहिँ पाल्नु पर्ला भन्ने सोचिरहेको छु। म आउँछु फेरि आउँछु म आउँछु भन्ने सोचिरहेको छु। अनि यसो आइडिया घाम अहिले आँखामै घाम लाग्यो। यो गिरिराज चल्ला पाल्नु भएको रहेछ फुपूले। अनि म चाहिँ कसरी पाल्नु भएको छ भनेर यसो हेर्नु आएको छु साथीहरू। तपाईँहरू पनि हेर्नु सक्नुहुन्छ। खोरको संरचना चाहिँ यस्तो बनाउनु भएको रहेछ। यस्तो बनाउनु भएको रहेछ। अनि चल्लाहरू चाहिँ भर्खर हाल्नु भएको रहेछ। सानै रहेछ। यसो खोरमा चाहिँ यसो माथि अलग्गै चढेर बस्ने पनि बनाइदिनु पर्ने रहेछ। यहाँ चाहिँ भित्र तर खोर त यस्तो राम्रो छ र पनि ऊ पसेर के भन्छ छुचुन्द्रा पसेर खुट्टाहरू खिच्दियो अरे। छोरी ओ माई गड चिउडा गएन छोरी। जाउँ हामी। मेरो छोरीले कहाँ राम्रो हेर्नु दिन्छ र। चाहिँ सुँगुर पनि पाल्नु भएको थिएछ पहिला। तर फुपू अलिक बिरामी भएर अहिले चाहिँ सुँगुरहरू चाहिँ हटाउनु भएको रहेछ।
फुल रोप्ने गार्डन बनाउनु भएको रहेछ। डिएनए चोक कति कुखुराको खर्च कस्तो चिटिक्कै परेको बनाउनु भएको किचन कुखुराको कस्तो चिटिक नचलाउ छोरी आउनु म गइसकेँ हुन्छ चटक्कै परेको घर पनि चिटिक्कै परेको अनि कुखुराको खोर पनि कस्तो राम्रो चिटिक्कै परेको के अनि फेरि यो ठाउँहरू चाहिँ मलाई कति राम्रो लागेको हो कस्तो मिलेको रमाइलो खालको के तर यो पानी पऱ्यो भने चाहिँ अलिक डुबाउ हुन्छ होला है नानी भदै ए भाइ ए पानीहरू डुबाउ हुँदैन कता गौरी शङ्कर चाहिँ थोरै भाइ यत्रो खाना त खाइँदैन होला हौ हेर्नु न फुपूकोमा आएको लु म त बिरामी हेर्नु आएको मान्छे यस्तो हुँदैछ मलाई चाहिँ यत्रो अलिक खाना घटाउनु ल होइन यत्रो खाँदिनँ म अलिकति कम्ती यो दाल चाहिँ खान्छु अनि यो हाम्रो चारपाटेको हेर्नु न यहाँ चारपाटे आयो तिम्रो नाम त सेस्याङमा पनि अलिक कम्ती फुपूकोमा आएको आम्मा खाइ नसक्नु यहाँ के खानु मेजमान पनि कम्ती राखिदिनु भएको छ फुपूको मेजमानले म के खानु के नखानु भइरहेछ साथीहरू छोरीले चाहिँ हान्दैछ एकदम यो चारपाटे सुँगुरको मासु चाहिँ खाउँ लागिरहेको थियो फुपूले चाहिँ ठिक्क सुँगुरको मासु बनाउनु भएछ डेन्जर छ है साथीहरू तर म यत्रो धेरै चाहिँ खानु सक्नु चाहिँ सक्दिनँ ओइ पानी नलाउ न छोरी अलि एउटा ल्याउनु ल खाइ दोहोरो छ मित्रहरू चारपाटी लौर पर्यो आफै बिचारा हाम्रो भाइले कति काम गरेको नगर न हौ छोरी त्यस्तो छ्याउ फोन नगर न फुपू सबैको खाना ल्याउनु सबैको एकैचोटि खाउँ ल नुसेन आउनु यता मेरो भदै नुसेन पनि हुनुहुन्छ आऊ भदै आऊ एकैचोटि खाना खानुपर्छ खानु आउनु न आऊ न उता खाना लिनु जानु यहाँनिर बसौँ सबैले एकैचोटि खानुपर्छ म चाहिँ हामी चाहिँ खाना खान आँटेको वेटिङमा छु है म चाहिँ एकैचोटि अब किनभने अब यस्तो भेटघाट चाहिँ जहिले हुँदैन अनि कहिले हुन्छ जस छोराछोरी जन्मेपछि अलिकति सानोमा जति सुकै दुःख भए पनि ठुलो हुर्केपछि सहयोग गर्दो रहेछ पानी यहाँ छ पानी खानु भित्र यतै आऊ न होइन यतै आऊ न बोजू माम धेरै जस्तो लागेन तपाईलाई ओइ अलिकति माम निकाल न मान्छ एकदम धेरै आमा यत्रो त खाँदैन आमा यत्रो त खाइँदैन हौ यो चामल 60 रुपियाँ केजीको चामल बिग्रिन्छ हौ बोजू हेरे माम त ज्यादै भयो यत्रो खाइँदैन हौ लु भदैलाई स्कुल जानु ढिलो हुन्छ होला आज मैले मेरो भदैलाई देखेर चाहिँ ठ्याक्कै मेरो भाइको यादै मेटेको छ ठ्याक्कै कस्तो भने एकदम सेन्सर एकदम मिल्ने हजुर बिस्तारो बोल्ने बिस्तारो हिँड्ने कति लक्षिनको छोरा जन्माउनु भएछ हाम्रो विमल दाजुले हाम्रो सानो भाइ ठ्याक्कै हो फुपू मेरो छोरी न यसको सानो भाइ मामा जस्तो देख्छ कि मेरो भदै र मेरो भाइ चाहिँ एकदम मिलेको कस्तो एक दिन भेट गराउनु पर्ने छ हाम्रो सानो भाइसँग त्यत्रैजना बाहुन जस्तो परेको उसको त भाइको त मौली नै हाम्रो भदैको चाहिँ मौली नै छेत्री बाहुन कास्ट हो के पो मम्मी त
छेत्री हजुर हाम्रो चाहिँ कास्टमा त्यो अब कुनै छेत्री बाहुन नभए पनि हाम्रो सानो भाइ ठ्याक्कै छेत्री बाहुन छ। अनि हाम्रो दिदीको छोरा एउटा आमुस छ ठ्याक्कै छेत्री बाहुन परेको के नाकटिको दिएको परेको अनि यो आँखाको परेर लामो अनि यो कालो कालो भएको हाम्रो मेरो छोरी नै कस्तो एटेच भएको भदैसँग नि हेर्नु न। फुपू आउनु न खानु तपाईँ पनि आउनु न। कस्तो हो बिरामी मान्छे अरे झन् हेर बिरामीमा त आफै झन् केयर पो गर्नुपर्छ त। ओ तातो पानी हेर्नु चाहिँ बिरामी हेर्नु आएको यता र उता डुल्दैछु। अनि यो मकैहरू चाहिँ फेरि ठाउँ चाहिँ कति राम्रो के यहाँको ठाउँ चाहिँ कस्तो राम्रो लागेको मलाई चाहिँ। त्यही हो अलिकति टाढा भन्नु मात्रै कस्तो राम्रो ठाउँ मलाई चाहिँ एकदम कस्तो रमाइलो खालको भएको क्या। तर यहाँनिर मकैहरू चाहिँ अलिकति नराम्रो भएछ तर कति राम्रो गाउँघर चाहिँ रमाइलो खालको। अनि म चाहिँ फुपूहरूकोबाट फर्किँदैछु गाइजहरू सबैजनाले हेरेर सबैजनाले साथ सपोर्ट माया अनि लाइक कमेन्ट सेयर गरिदिनु होला। म चाहिँ अहिले भाउजूहरूकोमा जाँदैछु फुपूहरूकोमा खानासाना खाइसक्यो भाउजूहरूकोमा जान्छु अनि भाउजूहरूकोदेखि फेरि बिरामीकोमा जानु छ। कस्तो राम्रो ठाउँ के एकदम रमाइलो खालको ठाउँ कति राम्रो लाग्यो यो ठाउँलाई चाहिँ एकदम टाढा छ तर एकदम राम्रो छ।